आज चाहिँ होइन मलाई कस्तो पुरानो दिनको याद आयो कि कस्तो यत्तिकै बसिरहेको थिएँ है। अनि कस्तो स्कुल गयो नि त, स्कुल गयो, स्कुल भ्याएपछि कलेज गयो, त्यसपछि ड्युटी गयो, ड्युटीबाट भ्याएर घर आइन्थ्यो। अनि त्यसपछि आएपछि त अनि मम्मीलाई खोजिन्थ्यो नि त। अनि त्यहाँबाट मम्मी कहाँ जानुभयो, मम्मी खै, मम्मी भन्दै के ड्रेस पनि चेन्ज गरिन्थेन के, म चाहिँ ड्रेस पनि चेन्ज गर्थिनँ के। अनि मम्मीलाई खोजिन्थ्यो। अनि त्यसपछि त्यहाँबाट अनि मम्मीलाई भेटेपछि अनि एकछिन अब त्यत्तिकै बस्यो, गफ गर्यो हुन्छ नि। अब मम्मीले नि अब सोध्नुहुन्थ्यो नि त, ए कस्तो भयो आजको दिन, यताउता भनेर सोध्ने ओर्ने। अनि कस्तो के अब त्यो पुरानो दिनहरू कस्तो याद आएको क्या आज चाहिँ। अनि त्यसपछि अनि आइन्थ्यो। अनि त्यहाँबाट मम्मी के छ खाजा भन्यो ओर्यो। अनि त्यसपछि फ्रेस भयो, मम्मीले बनाएको खाजा खायो, मन परे खायो, अझ मन परे खायो। अनि मन परेन भने यो बनाउनु भएको अर्को बनाइदिनु न भन्यो है। मम्मी फेरि अनि भोक लाग्छ होला छोरीलाई भनेर अनि यो खाना हो ठिक छ नि त अर्को बनाइदिन्छु भन्यो, बनायो। लाइक त्यस्तो गर्नुहुन्थ्यो नि त। अनि कस्तो के आज चाहिँ ठ्याक्क ड्युटीबाट आएकोमा होइन। अनि त्यहाँबाट अब फरक त भइ नै हाल्छ है। अनि त्यसपछि त्यहाँबाट अनि कस्तो मम्मीले त अब हुन्छ नि त, अब ड्युटीमा मम्मी यस्तो भयो आज उस्तो भयो भनेर बसेर इभन 1 घन्टै लागे पनि मम्मीले त्यो कुरा सुनिदिनुहुन्थ्यो क्या, यस्तो भयो उस्तो भयो भन्दाखेरि। अनि त्यसपछि त्यहाँबाट अनि इभन मम्मीले नचिनेको मान्छेसँग पनि ए हो अनि के भयो वाला के त्यो हुन्छ नि, कस्तो एकदम क्युरियस भएर सोध्नुहुन्थ्यो। अनि आफूलाई पनि भनौँ सेयर गरौँ हुन्थ्यो नि त। अनि त्यस्तो नि गरिन्थ्यो। अनि त्यहाँबाट अनि मम्मीसँग गफ गर्दै अब मम्मीले पकाउनु भएको छ भने बस्यो, त्यही सँगै बस्यो, गफ गर्यो। त्यो एक्लो फिल भन्ने नै हुन्थेन क्या त्यहाँ। एक्लै चाहिँ म कति बेला पनि बसेकोवाला फिल नै हुन्थेन कि। अनि त्यसपछि मोबाइल त अब खासै हुन्थेन, चलाइन्थेन पनि खासै। अब मम्मी बाबासँग गफ गर्यो ओर्यो, बस्यो। अनि त्यसपछि अनि खाना खाने बेलामा पनि अनि अब खाना खायो, अब अझ खाना खाने बेलामा पनि के तरकारी छ भनेर खोजी हेरेर खायो है। अनि त्यसपछि अनि आज यो छ, अझ इभन मम्मीले त छोरीलाई यो मन पर्दैन, छोरीलाई यो मन पर्दैन भनेर अब त्यो नबनाउने क्या, आफू बाबा मम्मीको आफ्नो लागि मात्रै बनाउने अनि हाम्रो लागि छुट्टै बनाउने, त्यस्तो गरिदिनुहुन्थ्यो नि त। अनि त्यसपछि अनि कस्तो त्यो कुराहरू एकदम याद आएको कि। अनि अब अहिले त अब जे पनि बिहे भइसकेपछि त चेन्ज त हुन्छ आई नो, बट कस्तो छिट्टै फिल भएको क्या आज चाहिँ, कस्तो याद आएको कि मामुको। अनि त्यसपछि अनि यत्तिकै बसिरहेको थिएँ आज, फेरि ठ्याक्क यस्तो स्ट्रेस फिल भएको थियो। ड्युटीबाट आएँ अब केही पनि थिएन। अनि त्यसपछि अनि खाना बनाएको थिएन नि त। अनि अब बिहानको त बिहानै भ्याइन्छ। अनि आएँ अनि त्यसपछि त्यहाँबाट अनि किचनमा पनि केही नै बनाएर खानु पऱ्यो। अनि अब अल्छी लाग्छ नि त, ड्युटीबाट आए यस्तो स्ट्रेस फिल भएको थियो। अनि टायर्ड फिल भयो है। अनि केही गर्न मन लागेन के। अनि त्यसपछि त्यहाँबाट अनि नुडल्स लिएर आएको थिएँ, नुडल्स लिएर आएँ, नुडल्स बनाएँ। अनि नुडल्स खाँदै थिएँ क्या मैले, अहिले इभन खाएर पनि भ्याएको छैन है। अनि खाँदै थिएँ। अनि मैले कस्तो सम्झेँ कि लाइक मम्मी हुनुहुन्थ्यो भने मम्मीले यस्तो त खाना दिनुहुन्थेन नि त, खाना खाने टाइममा खाना खानुपर्छ छोरो, यस्तो खानुहुन्न यस्तो भन्नुहुन्थ्यो नि त। अनि कस्तो याद आएको क्या आज चाहिँ। अनि त्यसपछि अनि त्यही नुडल्स खाँदै अनि ओहो त्यो बेलामा त ड्युटीबाट गइन्थ्यो, इभन पढेर जाँदा पनि पढेर गइन्थ्यो, त्यसमा सबै कुरा रेडी हुन्थ्यो अनि खाइन्थ्यो। अब अहिले त वाला के हुन्छ नि, अब आएर नुडल्स बनाएँ अनि खाना खाँदा मम्मीको याद आयो कि, मम्मीले यस्तो गरेर दिनुहुन्थ्यो उस्तो गरेर दिनुहुन्थ्यो वाला भयो कि।